आज सक्दिनँ, थकाइ लागेको छ, ज्यान दुखेको छ भनेर त आमालाई मात्रै भन्न पाउँछ त। तर बाहिर आएपछि आफू बसेपछि आफ्नो त सबै आफूले गर्नुपर्छ। सो आज चाहिँ म 11 घन्टा ड्युटी गरेर आएर रुमको सफा गर्नतिर लागेँ। 11 घन्टा चाहिँ भन्नाले मेरो 9 आवर्स चाहिँ ड्युटी हो। अनि जानलाई 1 घन्टा, आउनलाई 1 घन्टा, टोटल चाहिँ 11 आवर्स हुन्छ। अनि मैले चाहिँ विकेन्डमा सफा गर्ने गर्थेँ रुम। अनि आज चाहिँ मेरो छुट्टी, यो हप्ता चाहिँ मेरो छुट्टी अलिक पर जाने भएर अनि मैले आज चाहिँ लास्ट डे नराम्रो देखेको भएर मैले रुम सफा गर्न लागेँ। अनि अर्को मैले पातलोवाला यो बेडसिट छ नि, तपाईँले देख्नुभएको पहिलाको, त्यो चाहिँ म धेरै युज गर्दिनँ कि। अनि त्यसपछि यो वाला चाहिँ हालेपछि अलि धेरै टिक्छ, धेरै यताउति हुँदैन नि त। सो अनि तल चाहिँ अघिदेखि रुम किन फाल्नु भएको होला तल भनेर सोच्नुहुन्छ भने, तल चाहिँ मेरो बहिनी सुत्छे। हामी चाहिँ दिदी बहिनी बस्छ। मेरो बहिनी आएको चाहिँ धेरै भएको छैन। तल चाहिँ बहिनी सुत्छ, माथि चाहिँ म सुत्छु। थाहा छ यहाँको रुम त सानो हुन्छ, तपाईँहरू सबैलाई थाहा छ जो पनि यहाँ बस्नुहुन्छ। अनि बहिनीको पनि रुम सफा के अरे तल बेड सफा गरिदिनु पऱ्यो भनेर यसो हेरेको। अम्मै लुगा त सबै खुट्टाको मुनिबाट छ्याक्दै गरेर राख्दैछु। अनि उसको सबै लुगाहरू मिलाइदिएँ, माथि कपडमा राखिदिएँ, सबै लुगाहरू मिलाइदिएर उसको युनिफर्महरू पनि यता मिलाएर राखिदिएँ। बहिनीको र मेरो चाहिँ भेटै हुँदैन कि त्यति धेरै। बहिनी नाइट सिफ्ट गर्छ, म मर्निङ सिफ्ट हुन्छ। अनि म आएर सुतिसकेको हुन्छ, अनि ऊ आइरहेको हुन्छ। अब डिस्टर्ब गर्न पनि भएन। अनि जब म उठेर जान्छु अनि ऊ सुतिरहेको हुन्छ क्या, मैले पनि उसलाई डिस्टर्ब गर्नु भएन। अनि हामीले चाहिँ केही गर्नु पऱ्यो, केही खानु पऱ्यो भने चाहिँ म्यासेज गरिरहेको हुन्छ कि दिदी यो बहिनी यो भनेर। अनि मेरो चाहिँ हप्ता पछि छुट्टी हुन्छ, उसको चाहिँ हुँदैन। उसको 15 डेजमा 1 दिन हुन्छ। सो मेरो छुट्टीमा चाहिँ हामी भेटेर मस्त गफ गरेर घरमा बोलेर गरेर बस्ने गर्छौँ। अहिले चाहिँ हामीले यतिको गरेर बसेको छ। तपाईँहरूलाई पनि केही भन्न मन छ भने भनिदिनु होला रुम डेकोरको लागि। यो चाहिँ हो मेरो बेड।